हरेक वर्ष लाखौं मानिसहरू नदीको किनारमा भेला हुन्छन् एउटा एकदमै पुरानो र आस्थाले भरिएको पर्व मनाउन। आज हामी त्यही छठ पूजाको रहस्य र सौन्दर्यलाई अझ नजिकबाट बुझ्ने कोसिस गर्नेछौँ, जुन सूर्यप्रतिको गहिरो विश्वाससँग जोडिएको छ। छठ पर्वको कुरा गर्दा सायद यही दृश्य सबैभन्दा पहिले मनमा आउँछ। तर एउटा प्रश्न उठ्छ, आखिर मानिसहरू किन पानीमा उभिएर सूर्यको पूजा गर्छन् त? हेर्दा सामान्य लागे पनि यही प्रश्नले हामीलाई छठको गहिराईमा पुर्याउँछ। त्यो प्रश्नको जवाफ वास्तवमा छठ पूजाको परिभाषाभित्रै लुकेको छ। यो सूर्य भगवान, जसलाई हामी सूर्य देव भन्छौं, र उहाँकी पत्नी छठी माईप्रतिको भक्तिको पर्व हो। यसमा कुनै मध्यस्थकर्ता हुँदैन, यो त प्रकृतिसँगको सीधा र शुद्ध संवाद हो। त्यसो भए यो पूजाको केन्द्रमा सूर्य नै किन? यो केवल एउटा परम्परा मात्र होइन, यसको पछाडि जीवनको सबैभन्दा आधारभूत सत्य लुकेको छ। विश्वास एकदमै सरल तर शक्तिशाली छ। सूर्यलाई प्रकाश, ऊर्जा र स्वयं जीवनको स्रोत मानिन्छ। उहाँ बिना त पृथ्वीमा जीवनको कल्पना पनि गर्न सकिँदैन। छठ भनेको त्यही जीवनदायी शक्तिलाई सम्मान गर्नु हो। अनि भक्तहरूले सूर्यदेवसँग के माग्छन् त? उनीहरू आफ्नो परिवारमा सुख शान्ति छाओस्, रोग व्याधिले नसताओस्, आफ्ना सन्तानको आयु लामो होस् अनि जीवनमा सकारात्मक ऊर्जा र समृद्धि आओस् भनेर कामना गर्छन्। यी तीनै इच्छाहरू हुन् जुन हामी सबैको मनमा हुन्छन्। तर यो भक्ति एकै दिनमा सकिँदैन। यो त एउटा कठोर तर उत्तिकै सुन्दर 4 दिन लामो आध्यात्मिक यात्रा हो। अब यो यात्राको हरेक पाइनालाई निहालेर हेरौँ है त। यो पूरै यात्रालाई 4वटा मुख्य चरणमा बाँडिएको छ र हरेकको आफ्नै विशेष महत्त्व छ। यात्रा नहाए खाए अर्थात् शुद्धिकरणबाट सुरु हुन्छ। खरनाको कठोर उपवास हुँदै सन्ध्या अर्घ्यको भक्तिमा पुग्छ र अन्तमा बिहान अर्घ्यसँगै समापन हुन्छ। अब यी हरेक दिनभित्र पसेर हेरौँ न त के हुँदो रहेछ। यात्राको सुरुवात हुन्छ नहाए खाएबाट। पहिलो दिनको मुख्य उद्देश्य भनेको शरीर र मन दुवैलाई शुद्ध पारेर आउँदा दिनहरूको कठोर व्रतको लागि तयार हुनु हो। यो दिन व्रतालुहरू बिहानै नुहाएर घर सफा गर्छन्। त्यसपछि नुन बिनाको शुद्ध चामलको भात, जसलाई अरवा भात भनिन्छ, अनि फर्सीको तरकारी जस्ता एकदमै सात्विक भोजन तयार पारिन्छ। यही पहिलो भोजनपछि लामो र कठिन उपवासको सुरुवात हुन्छ। अब आयो दोस्रो दिन, खरना। यो दिनलाई कठोर उपवासको दिन भनिन्छ। भन्नुपर्दा यो दिन भक्तको सहनशीलता र आस्थाको परीक्षाको दिन पनि हो। यो दिन सूर्योदयदेखि सूर्यास्तसम्म पानी समेत नपिइकन अर्थात् निर्जला उपवास बसिन्छ। साँझमा पूजा गरेपछि मात्र गुड र दूधले बनेको खीर, रोटी र केराको प्रसाद ग्रहण गरिन्छ। तर यो अन्त्य होइन। यो प्रसादपछि फेरि अर्को झनै लामो पुरै 36 घण्टाको उपवास सुरु हुन्छ। तेस्रो दिन सन्ध्या अर्घ्य, सायद छठको सबैभन्दा प्रतिष्ठित र भावुक क्षण। यो दिन अस्ताउँदो सूर्यलाई बिदा गर्ने र उहाँको ऊर्जाको लागि धन्यवाद दिने दिन हो। साँझ पर्दै गएपछि भक्तहरू नदी वा पोखरीको किनारमा जम्मा हुन्छन्। उनीहरू पानीमा उभिएर अस्ताउँदो सूर्यलाई दूध, जल, फलफूल र गहुँको पिठोबाट बनेको ठिकुवा जस्ता विशेष प्रसाद अर्पण गर्छन्। त्यो बेला पूरै समुदाय मिलेर भक्तिगीत गाउँदा त्यो वातावरण साँच्चै नै भक्तिमय र अलौकिक बन्छ। र अब चौथो र अन्तिम दिन, बिहान अर्घ्य। यो तेस्रो दिनको प्रतिबिम्ब जस्तै हो, तर यो नयाँ दिन र नयाँ आशाको प्रतीक उदाउँदो सूर्यको लागि हो। भक्तहरू बिहान हुनु अघि नै फेरि पानीमा फर्किन्छन् र उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्। सूर्यको पहिलो किरणमा स्नान गर्दै स्वास्थ्य र समृद्धिको लागि प्रार्थना गरिन्छ। यही पूजापछि नै व्रत विधिवत रूपमा समाप्त हुन्छ र प्रसाद सबैमा बाँडिन्छ। यी विधिहरू त हामीले बुझ्यौं, तर छठलाई अरू पर्वभन्दा साँच्चै विशेष बनाउने कुरा के हो त? यसको जवाफ यसको दर्शनमा लुकेको छ। पवित्रता, आस्था र समुदायको बेजोड सङ्गममा। छठको सायद सबैभन्दा अनौठो र महत्त्वपूर्ण विशेषता नै यही हो। यसमा कुनै पनि मूर्तिको पूजा हुँदैन। यही कुराले छठलाई अरू धेरै पर्वभन्दा फरक बनाउँछ। यहाँ पूजा पूर्ण रूपमा प्रत्यक्ष हुन्छ। भक्त र जीवन दिने सूर्यको बीचमा कुनै पुजारी वा मध्यस्थकर्ताको आवश्यकता नै पर्दैन। यो त प्रकृतिसँगको एक व्यक्तिगत र सीधा संवाद जस्तै हो।
अनि यो पर्वको आत्मा भनेकै शुद्धता हो, शरीरको शुद्धता, मनको शुद्धता र आफ्नो वरपरको वातावरणको पनि। हरेक कुरामा शुद्धता र सरसफाइलाई एकदमै धेरै महत्त्व दिइन्छ। यी सबै विधि र दर्शनको पछाडि एउटा गहिरो सन्देश लुकेको छ। आखिर छठले यो आधुनिक संसारलाई के सिकाउन खोजिरहेको छ त? यो एक वाक्यले छठको सम्पूर्ण सारलाई समेट्छ। प्रकृतिको पूजा नै जीवनको पूजा हो, किनकि सूर्य बिना जीवन असम्भव छ र छठ त्यही जीवन शक्तिप्रति आभार प्रकट गर्ने एउटा माध्यम हो। त्यसैले छठ पूजाबाट हामीले सिक्ने मुख्य पाठहरू हुन्: जीवनका स्रोतहरूप्रति कृतज्ञता व्यक्त गर्ने, सहनशीलता र आत्मसंयमको अभ्यास गर्ने, अनि परिवार तथा समाजभित्रको बन्धनलाई अझ बलियो बनाउने।